सो वेलकम टु न्यू ब्लग। आज त हाम्रो यो थम्बनेल हेरेर थाहा भइसक्नु भयो होला तपाईहरुले हैन। आज हामी रानी झुला भन्ने नगरकोटको जाँदैछौँ। हामी पानी परेर हामी बसिरहेका छौँ गाडीबाट ओल्लेर। हामी बस्यो पानी रोकेन। आज अब चिया पानी परेको अवस्था आएको अघि न फस्छ के फस्छ चढेको बस्छ त हाम्रो पनि के भने गीत आएन। हामी अघि फस्छ चढेको हामी यहाँ कुन ब्रिज रे रानी पुरै जाँदैछ हाइकिङ। बाटोमा बस्दैछ पानी परेर फ्रन्टबाट पनि हुन्छ होला नि। मिल्दैन चेन्ज मिल्दैन त्यो त उयो हो नि त गोबरबाट सटर चाहिँ छ फटाइकिन छ त्यो भएर डबल क्यामेरा निकाल्दैन आजकलको मोबाइल डबल होला त बुट्टा जस्तो। चिया खाँदै हो हामी चाहिँ चिया खाँदै हाम्रो दाइ स्पेसल हाम्रो दाइ हाम्रो चाय राख्ने केटा हो। हामी बस्यो पानी रोक्ने नामै लिएन र हामी पानी यो रोक्ने नामै लिएन र हामीले अब चिया नास्ता गऱ्यौँ। चिया खायो सात दाजुभाइले चिया खायो मस्त मोज पारामा। पानीले अब साथ दिएन। आज मौसम पुरै बिग्रेको छ। मौसम पुरै पानीले आज हाइकिङ भनेर हिँडेको हामी घरबाट डेस्टिनेसन तर थाहा थिएन हामीलाई। अब छिर्यो हाम्रो हेर अहिले फेरि हात खुट्टा पडाङ पडाङ गराउँदाखेरि त्यही भएर बुमबक्स ल्याउनु पर्ने फुच्चीले राम ओहो के हो ग्रिप त खतरा छ त जुत्ताको त हो। झुलेङ्गे जाँदैछ हामी चाहिँ झुलेङ्गे पुल। काम होला है यस्तो छातो बोकेर त्यो गर्नुपर्ने हो र रहेछ नि। बुझ्दा हेर कति रहेछ के हो हेर त 40 कति हो हामी चाहिँ टिकट काट्न अब है त टिकट काट्न बस्नु पर्यो। झन् पानी पर्यो त है एउटाको 20 रुपियाँ ल नपुग्यो यहाँ चाहिँ 50 रुपियाँ। भिजे केटो अब आइडी कार्ड ल्याएन के हो बाइक पार्किङ पनि पछि यिनीहरूले च्याच होला नि लिएर च्याच होला नि। ल गाइज अब हामी बाटोमा छौँ। यस्तो हिलो छन् पानी परेको छन्। हाम्रो नेपालको बाटो यस्तै हो। नेपालको बाटो यस्तै हो के भन्नु। जुत्ता चाहिँ अरू भन्दा जुत्ता गयो बाटो यस्तो छ। ल बाबा ल बाटो यस्तो छन्। भनेको आफै लिएको थियो हामी झुलेङ्गे पुल छ तर पानी परेर बिसोक भयो क्या। जिबिहालीको हो क्या हो यो एउटा हो ल चिप्लो है अब चाहिँ यहाँ छ नगर भगर यहाँ छ म चाहिँ। तर आज पानी परेर प्लान चौपट भयो नि। डेस्टिनेसन हाम्रो कहाँ गएको थियो
म चाहिँ भिडियो बुझ्ने चाहिँ भ्लगर म्यान। वर्षमा कति हुन्छ 2 वर्षमा कति हुन्छ 3 वर्षमा कति हुन्छ पुलनिर हामी आउँदै जाँदैछु अब जाँदैछु हामी। त्यो पुल त भाइरल भयो नि पहिला त। यो पुल बनाउनु सरकारले त दिँदैन होला, हुनसक्छ आफै त बनाउनु सरकारले बनाएको भए त कहाँ ट्याक्स लिन्छ त नि। पछि यिनीहरूले च्यात्छ होला नि, लिएर च्यात्छ होला नि। ल गाइस अब हामी बाटोमा छौँ, यस्तो हिलो छन्, पानी परेको छन्। हाम्रो नेपालको बाटो यस्तै हो भने नेपालको बाटो यस्तै हो के भन्नु। जुत्ता चाहिँ अरू भन्दा जुत्ता गयो बाटो यस्तो छ। ल बाबा ल बाटो यस्तो यस्तो छ। हामी झुलिङ्गे पुल छ तर पानी परेर बिजोक भयो क्या। जिबिएलको हो क्या हो यो एउटा हो। ल चिप्लो हो अब चाहिँ। ल यहाँ छ नगर भगर, यहाँ छ म चाहिँ। तर आज पानी परेर प्लान चौपट भयो नि। डेस्टिनेसन हाम्रो कहाँले गएको थियो। म चाहिँ भिडियो बुझ्ने चाहिँ भ्लगर म्यान। वर्षमा कति हुन्छ 2 वर्षमा कति हुन्छ 3 वर्षमा कति हुन्छ पुलनिर हामी आउँदै जाँदैछु अब जाँदैछु हामी। त्यो पुल त भाइरल भयो नि पहिला त। यो पुल बनाउनु सरकारले त दिँदैन होला, हुनसक्छ आफै त बनाउनु सरकारले बनाएको भए त कहाँ ट्याक्स लिन्छ त नि। के गर्नु ढङ्गले आफ्नै मङ्गलले हुने जस्तै भयो। हाम्रो डेस्टिनेसन त अर्कै थियो। कन्फर्म त बिहानै भएको है हाम्रो त। धन्य माछा मारेर गाइस, त्यही पनि भरेर सितान। के म ह्यान्सी होइन र भने पारा भन्ने हुन्छ नि त्यो उयो त्यस्तै। के अमुत पो आएको मलाई पनि त्यही हामी चाहिँ पुल आइपुग्न लाग्यो होइन। छैन यो त बाटो त खतरा छ यार। नेपालको बाटो हो यस्तो। के गर्नु ढङ्गले आफ्नै मङ्गलले। दाइ अब म चाहिँ सेकेन्ड टाइम हो आएको चाहिँ है।
सारा साथ झर्नै हुँदैन कि यहाँको मान्छेहरू दिवारा सारा साथ हाम्रो चौपट हो है सरर हावामा माछा भेटिन्थ्यो ल हाम्रो झरना सानो झरना हाम्रो मिनी झरना ओ माथि रहेछ नि त डरै झरना ल भाग त के आउनु अब हामी त अब झरना छोडेर हिँडिसकेका छौँ तर यहाँ त पहिरो चाहिँ जानु जस्तो छ धेरै मलाई के चाहिँ गरेर पानीको गराएर छ अहिले गोरे भनेर आउँछ नि केटा हो गोरे तर गोरे त यता त आउँदैन तर यो घना धेरै घना त छैन जङ्गल माथि पुग्छ कि अब जहाँ जाउँ ठ्याक्कै माथि पुग्छ कि है त्यही जसलाई मजा आउँथ्यो यार केटाकेटी पो रहेछ मलाई पनि केटी होला भन्नु सो आज त हामी यो हिँड्दैछ कि तर यो राम्रो सोलिङहरू चाहिँ राम्रै लाग्यो बाटोहरू पनि लिन कान्छ त्यही बाटोहरू पनि लिँदैछ गोरे बुझिन ए भिडियो सोलिङ ए जुत्ताहरू ए इट्टा भने त्यो माथि त कस्तो गिद्दी है माथि चाहिँ त अलिकति तर यो माथिको चाहिँ बाटो भएन थपै मेन चाहिँ नि त्यहाँ चाहिँ छैन के ठ्याक्कै फेरि घुम्तीमै गऱ्यो हिलो अब एउटा केटा फेरि दाइसँग फेरि मुकुक लाग्नु खोज्छ नाठो अर्थशास्त्रमा त्यो खुच्ची 10-20 रुपियाँ के थियो भन्छ जाँठो 10-20 त हुने हो नि जाँठो मेन त्यहाँ हेर न मान्छे कति छ बाबु भनिदिएको त मेरो पालो 1-2 घन्टामा यति भनेपछि दिनभरिमा कति उठ्छ महिनाभरिमा वर्षभरिमा कति उठ्छ लाखौँमा खेल्छ नि कान्छ अब खाने कुराहरू अनि कति त्यहाँबाट तिनीहरूलाई ट्याक्स गरिब भन्ने मिलेन गोरे भन्ने आउँछ नि अहिले फेरि ट्रेन्डिङमा चलाएको थियो पहिला त्यो त गोरे अनि यस्तै जङ्गल हुन्छ सुरुमा त हेर्दै डर लाग्दो थियो नि त बच्चा बेलामा हो नगरकोट घुमखाम टाइटल नजिकै रहने आज ल सेम एउटै भयो केटा बन्द गरिदे अब हाम्रो हाइकिङ सुरु भयो केटा हो ल तर पानी परेर चाहिँ तनाव दियो है मौसमले साथ दिएन आज हामीलाई पनि तर भक्तपुरमा चाहिँ थिएन त्यस्तो यो त चाङ्गो नरानी पर्यो गोरे गोरे भनेर आउला नि फेरि एउटा हो यता डिलमा चाहिँ सेक्ने रहेछ ल मान्छे
गोरे यस्तो चाहिँ ग्रिनरी चाहिँ खतरा हुन्छ यस्तो गाछो चाहिँ कहाँनिर झर्रा झर्र आयो त ल गाइस यहाँ चाहिँ झर्रानो रहेछ सानो खालको झर्रानो रहेछ आयो यहाँबाट लड्यो भने चाहिँ छैन सिद्धिन्छ मान्छे ल गाइस हामी चाहिँ अब पुल छोडेर अब माथि टपमा जानु लाग्यो नगरकोटतिर अहिले चाहिँ घाम लागेको अवस्था छ अब चाहिँ घाम लाग्यो अब चाहिँ अघि चाहिँ पानी परेर उयो भएको थियो रोक जाने हो गाडीमै ए प्याक छ गाडी 60 किलोमिटरमा आएको छ क्यामेरा यहाँ छ क्यामेरा ब्यागमा फोटो खिच्यो घुमियो गर्मी लागेको अवस्था अब चाहिँ गर्मी भयो अब चाहिँ जाडो ठिक छ मान्छेलाई गर्मी त खप्नै सक्दिन कि गर्मी भएर हामीलाई अब अन्त अर्को यहाँ छ अर्को म छु क्यामेराम्यान हामी त जङ्गलतिर छु अब नगरको बाटोमा छु केटीहरू भयो भए अब केटी जिस्काउनु हुन्थ्यो छैन के गर्नु गोरे यहाँ त गोरे आउँदैन होला आउँदैन यहाँ त गोरे आउँदैन गोरे काले खैरे यहाँ त्यही भन्ने दुईटा आउँछ केटा र केटी मान्छेले यसरी गाडी ल्याएर आउँछन् हामी कहिले हो नि हाम्रो अर्को जुनी बाटो चाहिँ फराकिलो छ झर्न जाने चाहिँ त्यहाँ होला चाहिँ रङ बाटो गएछन् हामी तर जस मजा आयो मजा आयो अगाडि यहाँबाट त्यहाँबाट छिरेर चाहिँ यस्तो घुमेर त्यो पुल निस्किने घाम लाग्यो ल घाम लाग्यो यहाँ खत्तम भयो अब खत्तम भन्दैछ त्यसले के किलोमिटर पनि देखाएको छैन त गरी भयो हामी दाजुभाइहरू घुम्न हिँडेको निषेध गरिएको कार्यहरू सब सेतै सेतो छ यो एउटा फरक छ अनि निषेध गरेको कार्यहरू चाहिँ के हो घुराउनु पर्यो नि जान्छ त्यही भने जरिवाना मात्रै लेख्छ यहाँ के चाहिँ नगर्नु पर्ने हो त्यो जेमा पनि पैसा आफ्नो पैसा चाहिँ एक्स्ट्रा अनि साँखु होइन त यो भ्यू अन ठाउँ है त्यो केटा भ्यू हरियो हरियो यताको हामी चाहिँ खतरा भ्यू रहेछ हिँड्यो चार दाजुभाइ अब हिँड्यो अब चार दाजुभाइ सर आफूले उत्पादन गरिएको फोहोरको भारी व्यवस्थापन गर्न आफै जिम्मेवारी आउने त्यो त कम्पनी आउनु पर्यो नि उत्पादन गर्ने कम्पनी त अब हामी शान्ति बुद्ध पार्क गएर त्यहाँ बुद्ध पार्क छ त्यहाँ पर बाबा लगाइरहेछ ल बुद्ध पार्क अब यता खै के भन्ने ठाउँ हो यो माया देवी टेम्पल रे आजको हाइकिङ राम्रो हुने भयो हाम्रो
यो त बनाएको यता मान्छे सुत्ने हाट जस्तो छ मन्जुसी जस्तो छ त मान्छे होइन मायादेवी नै हो माया भयो माया ऊ बुद्ध ऊ हिँडिरहेको छ नि टकल टकल यो त के हो मान्छे बनाइदिएछ नि त त्यही भने पोखरी रहेछ केही छैन त यसमा त के संरचना बनाइदिनु माछा हाल्नु हामीले थोरै थोरै सर्ट भिडियो बनाएको छौँ हेर्नु होला है त ल अब हाम्रो लास्ट कफी सप यति हो त्यसपछि घर ब्याङ्कमा घर चाहिँ त्यो कमल पोखरी एक राउन्ड कमल पोखरी त्यसपछि घर गइन्छ त्यसपछि भ्लग इन भइन्छ